आजको विषयमा एउटा केही जिज्ञासा राख्न गइरहेको छु। बुद्धलाई एकपटक एकजना शिक्षकले प्रश्न गरेका थिए, भगवान, क्रोध भन्ने कुरा धर्म हो कि पाप हो? यसको जवाफमा बुद्धले भनेका थिए, होस राखी गरेको क्रोध धर्म हो भने जोसमा होस घुमाई गरेको क्रोध चाहिँ पाप हुन्छ। त्यस्तै सत्यको खोज भन्ने एउटा पुस्तकमा एकजना जापानी धर्मगुरुले चाहिँ आफ्नो क्रोधको बारेमा आफ्नो शिष्यलाई यसरी शिक्षा दिएका थिए, कसैलाई मार्नु पर्यो भने आवेशमा परे क्रोधले बेहोस जस्तो भएर नमार्नु। त्यस्तो शिक्षा दिने धर्मगुरुलाई कुनै दिन एकजना शत्रुले हत्या गरिदियो। त्यो हत्या गरिरहँदाखेरि त्यो शिष्य पनि गुरुको नजिकै थियो अनि गुरुलाई मार्ने त्यो हत्यारालाई मार्नु भनेर उसले तरबार उठाएको थियो, तर त्यो हत्याराले त्यो शिष्यको मुखमा थुकिदिएछ। त्यो थुकेपछि त्यो शिष्यले आफूले उठाएको तरबार थपक्क भुइँमा राखेर त्यहाँबाट टुइँ टुइँ गएछ। अनि त्यो हत्याराले त्यो मान्छेलाई सोध्यो, त्यो शिष्यलाई सोधेछ, तिमी मलाई नमारिकन किन हिँड्यौ? तब त्यो शिष्यले जवाफ दिएछ, म तिमीलाई मार्न भनेर तरबार उठाएको थिएँ, तर तिमीले मेरो मुखमा थुकिदियौ। मेरो रिसको पराकाष्ठा बढ्यो। मलाई मेरो गुरुको शिक्षा याद आयो। गुरुले मलाई स्मरण गराउनु भएको थियो कि कसैलाई मार्नु पर्यो भने रिसले होस घुमाएर नमार्नु। त्यति बेला मलाई अत्यन्तै रिस उठेको थियो, त्यसैले मैले तपाईँलाई मारिनँ, मैले छोडिदिएँ तपाईँलाई। अब यो भनाइको अर्थ चाहिँ के लाग्छ? तपाईँलाई के लाग्छ? कमेन्टमा लेख्नुहोस् है त।